हाई नमस्ते आफ्टर अ लङ टाइम। धेरैले भन्छन् मेरो हात रुख चिन्ह बाहेक अन्त कोही पनि जान्न। मेरो त बाबुबाजेको पालादेखि सुरु। कोहीले भन्छन् फेरि जय घन्टी, कोही भन्छन् माटोलाई भोट नहाल्नु देशलाई गद्दारी हो। गद्दारी होइन, यो सब हावादारी हो। यस्तो भन्न न आवश्यक छ न यसमा कुनै तर्क छ। यो अर्थहीन कुरा हो, किनभने चुनाव चिन्ह र पार्टीको नाम भनेको इमोसनल होइन, यो टेक्निकल कुरा हो। संसारभर चुनाव चिन्हको प्रयोग भनेको विचारधारा, संस्कृति, देशभक्ति वा भावना देखाउन होइन कि पहिचान सजिलो बनाउन। जब डेमोक्रेसी आम नागरिकको पहुँचमा पुग्यो तब साक्षरता कम थियो र धेरै मान्छेले पढ्न सक्दैन। त्यही भएर चिन्ह राख्यो ताकि भोटर्सहरूले आफूले रोजेको क्यान्डिडेट वा पार्टी झ्याप्पै चिन्नु, बस यति हो यसको। त्योभन्दा बढी केही पनि होइन। हामीले वर्ल्ड वाइड एउटा इक्जाम्पल हेऱ्यौँ भने थुप्रै देशको मतपत्रमा पार्टी वा क्यान्डिडेटको नाम मात्र हुन्छ, चिन्ह हुन्न। अनि कतिपय देशमा त डाइरेक्ट क्यान्डिडेटको फोटो राखिन्छ होइन। कतिपय युरोपियन देशहरूमा त कलर नै पार्टीको इलेक्सन सिम्बल हुन्छ। अफ्रिकाको केही देशहरूमा झन् नम्बर सिस्टमको प्रयोग हुन्छ। यसले के देखाउँछ भन्दा चुनाव चिन्ह विचारधारा होइन, देशभक्ति होइन। चिन्ह केवल सङ्केत, पहिचानको लागि, सजिलो गरी चिन्हका लागि। र चिन्ह बदलिन सक्छ, हट्न सक्छ, अरू कुनै पनि हुन सक्छ। र चिन्ह पवित्र हुँदैन। फर इक्जाम्पल, गाई कुनै बेला नेता कमल थापाको पार्टीमा चुनाव चिन्ह थियो, त्यो पछि हटाइयो। अब भन्नुहोस्, राप्रपामा भोट नहाल्ने मान्छेले गाई मन नपराउने हो र? अवश्य होइन। अर्को एउटा उदाहरण छ, आमाको काखमा बच्चा भएको चिन्ह होइन। पहिला रमेश खरेलले प्रयोग गरे, अहिले त्यो अर्कै पार्टीको चिन्ह छ। अब केही मानिसले भन्लान् यो चिन्हमा भोट नहाल्नेले आमाको सम्मान गर्दैन। यो पोलिटिकल आर्गुमेन्ट होइन, यो इमोसनल ब्ल्याकमेल। किनकि इतिहासले देखाइसकेको छ, नेपाल कम्युनिस्ट पार्टीका पुष्पलाल श्रेष्ठको समयमा मकैको घोगा हाम्रो चुनाव चिन्ह थियो। पछि हाम्रो पद्मरत्न तुलाधरले जनपक्षी उम्मेद्वारको रूपमा सूर्य चिन्ह आमाको प्रयोग गर्यो। पछि एमाले सूर्य अपनायो। के एमालेको चिन्ह अरू हुन सक्दैन थियो? अवश्य सक्थ्यो। काङ्ग्रेसको चिन्ह रुख छ, तर त्यो अरू पनि हुन सक्थ्यो। पार्टीको झन्डामै तारा छ, त्यो बेला नेताहरूले तारालाई पनि चिन्ह बनाउन सक्थ्यो। त्यसैले चुनाव चिन्हलाई शब्दोक ठान्नु, त्यसमा आफ्नो जीवन जोड्नु, यो मूर्खता। अब पार्टीको नामको कुरा, यो पनि टेक्निकल कुरा। बच्चाका नाम राखे जस्तै त्यो बेला पण्डित बुवा आमाले जुन नाम जोड्यो त्यही राखिदिन्छ। पछि बच्चा ठुलो हुन्छ, उसको पहिचान नाम लिनु, उसको कामले दिन्छ। पार्टी पनि त्यस्तै हो। मर्ज हुँदा, फुट हुँदा, अगाडि बढ्दा नाम परिवर्तन हुन्छ। आज पनि निर्वाचन आयोगमा मन लोभ्याउने सयौं नामका पार्टीहरू दर्ता छैनन्, तर के नाम हेरेर भोट हालिन्छ होइन। परिवर्तन, प्रगतिशील, लोकतान्त्रिक, नेपाली, हरियाली, जनता, देश, यस्ता शब्द जोडिएका सयौं पार्टीहरू छन्। अब के नामकै आधारमा रोज्ने? जस्तै नेपाली काङ्ग्रेस, यो नामको शाब्दिक अर्थ आधाभन्दा नेपालीले थाहै छैन। एकीकृत मार्क्सवादी लेनिनवादी हाम्रो एमाले, धेरैलाई मार्क्स को थाहा छैन, लेनिन को थाहा छैन। अर्को छ माओवादी नेकपा, माओ के हो, बाद के हो, आम जनतालाई गहिराइमा यसको बारेमा थाहा पनि छैन होला। तर यी सबैले आफ्नो समयमा चुनाव जितेका छन्। किनकि जनताले नाम होइन, नेतृत्व, सन्दर्भ र एजेन्डा हेर्छ। र अन्त्यमा बुझ्नै पर्छ हामीले नाममा के छ, चिन्हमा के छ। राजनीतिमा जरुरी भनेको नेतृत्व, दृष्टिकोण, सिद्धान्त, नीति र सान्दर्भिकता। पार्टी नाम नै चल्दैन, चिन्हले त झन् चल्दै चल्दैन। त्यसमा लिसो झै टाँसिनु भनेको मूर्खता बाहेक अरू केही पनि होइन। त्यसैले साथीहरू, हामी सङ्कीर्ण नबनौँ, सोच फराकिलो बनाऊ, नाम र चिन्हभन्दा माथि उठाउँ, व्यक्ति हेरौँ, भविष्य हेरौँ, अगाडि बढौँ, परिवर्तनशील बनाऊ। लोकतन्त्रलाई आँखा चाहिन्छ, अन्धभक्ति होइन। थ्याङ्क यू सो मच।